ओहो बिरामी के मकै उठाउन थाल्नु भयो कि? अब के अरे त मेरो कामै यही भयो बा। पढ्ने बेला भाइ मात्र के भन्दा भाउ मर्छन् कि भन्ने हो, कसैले बाबा चाहिँ हेरेनन् क्या त। ए ल ल ल ल ल ठिक छ। यो मकै अहिलेको हो के हैन? हजुर अहिलेको बा। खेतको कि बारीको? बारीको। खेतको त काँडा हो कि खेत यति धान रोपेको छु भात खानलाई। त्यही त जे होस् गाउँघरको बसाइ स्वच्छ हावा हैन? ओहो हावा सुत्छ, अँ पानी सुत्छ, अँ अबुर सबै दूषित। ए के भन्नाले के भयो? अब धन कमाउने टाटा बिल्ला लिएर चाहिँ के अरे मिठाईवाला लिएर चाहिँ के अरे अरूले चाहिँ के अरे रक्सी बनाउने कम्पनीहरूले चाहिँ के त हुस्की बरन्डी के हो नाम मैले जान्दिनँ बा, मैले अहिलेसम्म खाएको होइन। हुस्की बरन्डी बिहार अब तिनी बनाउने ल्याएर गाउँ बजारमा बेच्ने गाउँमा खानीले खाऊ। रक्सिया बोतल रक्सी छोरो पाउन जान्ने हो भने पार पढाउन पनि जान्न पर्यो कि रक्सी पार्ने यो सरकारले पनि हेर्न पर्यो। यिनी सिसा यो प्लास्टिक कम्पनीले जो लिन पर्यो नि, यिनी पानीया बोतल यिनी पानीया बोतल यिनी रक्सीका चाहिँ के अरे सिसी, त्यसपछि यिनी के अरे कागजमा आएका मिठाईका कागज गाउँ सारा खतम छ, कोही खेती हुन्न, जम्मै कागजले ढाको। कागज सिसाले सबै भ्याओ पोल्युसन गरायो। प्रदूषण गरायो। हुन त समाचारमा सगरमाथा पनि पोल्युटेड भयो भने नि हैन? हैन एकदम हो। भनेपछि अब यहाँ पनि त्यस्तो भयो। काम छैन। धनीको अब धनीले जे गरे नि भयो, गरिब बोल्न भएन। हो गरिबको त अब जिउनु जो भएन। गरिबको तपाईको इमोसनलाई त कसैले अब त्यसलाई मान्दै छोडे। केला मानुन् त नि ठुला बडा छन्। अब रक्सी खानी र चाहिँ के अरे बेलुकी दिनभरि झगडा नि बेलुकी रक्सी खाएर मिल्ने भयो बार सबैले माया गर्छन् गर कि नखानी बाहुनचरीलाई सबैले हेला हार्छ। सबैले हेला गरे त्यही हो। अब ठिकै छ। अब गाउँमा डोजर सोजर लाउने बाटा खाटा यताउति ठिकै छ अहिलेलाई हैन? बाटो खने ठिक गरे। बिरामी हुँदा एम्बुलेन्स आउँछ, ड्राइभरले केटाकेटी विदेश गएको र थाहा पाइयो होला। ड्राइभरले उठ्न नसक्ने भएपछि अब महिला बुढी छिन्, उचाल्न सक्दिनन् बिरामी, ड्राइभर आउँछ र उचाल्छ र चाहिँ गाडी यहाँ राख्छ, लान्छ र औषधि गर्छ, धन्न पैसा पठाइदिन्छन्। त्यसैले बाँचिहान्। त्यहाँबाट जनतना गाउँमा उसैले ल्याइदिन्छ। धन्न बाटा खोलिएछ, एकतिरबाट बाटा खोलियो विकास भएको र एकतिरबाट कसैका घर भत्किए, पानीया मन सुके, त्यस्तै छ। पानीको मुहान चाहिँ अलिक सुक्यो हैन? यो पर्यावरणको कुरा पनि हुन्छ। ल ठिक छ त्यसो भए। गाउँमा मान्छे कतिको छन्? गाउँमा मान्छे त जम्मै विदेशीले ल विदेशीले ल जम्मै चाहिँ के अरे अब धनले गर्दाखेरि ज्यानको माया पनि छैन, घर बाबुआमाको माया पनि छैन, श्रीमतीको माया पनि छैन। 5 लाख रुपियाँ खर्च गरेर बिहा गरेर आउँदा श्रीमती छैन, बाबै कुनार वाहन कमाएको धन पनि छैन। लोनी मान्छे त पीडित भए बा। पीडित भए के भन्नुहुन्न अहिलेका नारी? के भन्ने भने छोडपत्रले अदालतमा हिँड भन्छन्, त्यहाँबाट अलि बढी रिसिटोमा नि अर्थभरि चाहिँ के नाम्लो लिएर पनि हिँड्छन्। त्यस्तो पनि छ कि अहिले त गाउँमा। गाह्रो छ। कोही मोरी पर्दा पनि मान्छे धन्न बाटो खोलिए तर त्यही गाडीले ओसार्छ। ट्रेक्टरले चाहिँ के अरे 4-6 जना त्यही पेन्सन निक्लेका गाउँहरूका मास्टर कर्मचारी छन् र दाउरा साउरा काट्दिन्छन् र ट्रेक्टर नलगाएर। अब लास्टमा गएर नगरपालिकाले भेगु पठाउने, गाउँसँग फेना गान्ने हुन्छ बा। लास्ट त्यही हो। अब बोक्ने मान्छे नहोस् त्यही कसले गर्छ यस्तै हो। नातिले हजुरबा चिन्दैन, हजुरबाले नाति चिन्दैन। ल त्यस्तै छ। सही कुरो। तर जे होस् घतलाग्दो कुरा गर्नुभयो। हुन त यथार्थ यही त भएर के नि कार्यान्वयन भएन। कार्यान्वयन हुनु पर्यो र ठुला मान्छेले बोलेको जे पनि सदर हुन्छ, सानाले बोल्ने भने के बोलिस् न फेरि बोल्छ तेरीमा बौला भन्छन्। ल ठिक छ। दिदी कता हुनुहुन्छ त? दिदी त एउटा भैँसी पालेको, यति घाँस काट्न गइछ। अरू भान्जाहरूले ठिकै छ? ठिकै छ, केटाकेटी ठिकै छन् बा अहिलेसम्म।